ओ गाइज आज चाहिँ म मेरो धानबारीमा युरिया मल छर्न जाँदैछु है। म र मेरो बुढी दुईजना जाँदैछौँ। धेरै चाहिँ होइन, थोरै भयो नि काम गर्नुपर्छ घरमा बसी। सुरुमै बनाउनु पर्ने थियो, बनाइएन। आज भिडियो हाल्नु पर्यो भनेर मैले पनि धेरै समयपछि भिडियो बनाउँदैछु। बारी त्यहाँ पर छ, यो चाहिँ हाम्रो यो खल्ला भन्छ यसलाई, बर्दियाको मधुवन नगरपालिका वडा नम्बर 7 को खल्ला खेत। यो चाहिँ पर छ, त्यो बुटो देखेको ठाउँमा चाहिँ ठुलो नहर छ, पानीको लागि सिँचाइको नहर, भबै सिँचाइ नहर भन्ने। यता चाहिँ सामान्य शाखा नहरहरू छन्। यस्तो सानसानो कुलोहरू चाहिँ बाटो र बारीलाई छुट्याउने सानसानो कुलोहरू छ। यसमा माछा पनि राम्रै पर्छ है, यदि मारियो भने चाहिँ। अहिले चाहिँ माछा मार्ने उसमा आएको होइन, तर माछा मार्यो भने पनि पर्छ। धान हाम्रो देखाउँछु म कस्तो छ भने, त्यसपछि म अहिले मल छरेको पनि देखाउँछु। छोटो क्लिप 2 मिनट 1.5-2 मिनटको, धेरै लामो नबनाउने। धेरै लामो बनायो भने फेरि स्पेस धेरै खान्छ होइन, छोटो बनाउनु पर्छ। ल हेरौँ है त, बाटो हेरौँ, खेत चाहिने बाटो। धानहरू कोही यस्ता छन्, कसैका कस्ता छन्। फाइनली अब बारीमा आइपुग्यो अब है। बारीतिर चाहिँ त्यो चाहिँ बारी हो, राम्रो भएको छ। थोरै मल छर्नु पर्यो, त्यसपछि अलिअलि राम्रो हुन्छ। ल है, यो चाहिँ हाम्रो बारी हो। यो चाहिँ ढैँचाको बुटो छ यहाँ, यो चाहिँ हाम्रो बारी हो। म चाहिँ परसम्म पुगेर पहिला मल उताबाट छर्दै यता आउँछु। ल यो चाहिँ बारी हो होइन, राम्रो छ। जस पहिलाको जस्तै छ, धान नराम्रो छैन, राम्रो छ। ताएर हरियाली कति खुसी देखिने, राम्रो देखिने। ल अहिलेको लागि 3 मिनट भयो यो भिडियो कट। अब अर्को भिडियो